फुड भन्नासाथ प्रत्येक व्यक्ति जोडियो र प्रत्येक व्यक्तिको चाहिँ फार्मबाट जुन हार्भेस्ट गरिसकेपछि त्यो हार्भेस्ट गरेर आएको चिज चाहिँ मान्छेको मुखमा जाने बेलासम्मको त्यसको होल प्रोसेसमा चाहिँ फुड टेक्नोलोजी जोडिन्छ। डिएफटीक्युसी लगायतका खाद्य संस्थान, अब इभन डिडिसी लगायतका यी सबैमा पनि हामी कहाँबाट पढेर गएका भाइ बहिनीहरू ठुलो सङ्ख्यामा त्यहाँ काम गर्नुहुन्छ। आधुनिक तरिका अनुसार त्यो स्टोरेज गरेर होइन, अथवा मान्छेले खान योग्य बनाएर मुखसम्म पुर्याउने त्यो बिचको सबै प्रक्रियामा चाहिँ फुड टेक्नोलोजिस्टहरू इन्भल्भ हुन्छ। विडम्बना भनौँ यो फुड टेक्नोलोजी भन्ने विषयको चाहिँ चर्चा अलिक कम हुने गरेको छ। पढ्ने भनेको उसको पछिको जीवन सजिलो बनाउनलाई हो है, नत्र भने त अब यदि नपढिकन होइन गाउँमै बसेर घरै बसेर पनि उसको जीवन सहज हुन्थ्यो भने सायद पढ्थेनन् होला कसैले पनि। जस्तै मेडिकल पढेर अथवा इन्जिनियरिङ पढेर उनीहरूले जति खर्च गर्नुहुन्छ त्यो खर्च गरेर गर्ने कमाइ र फुड टेक्नोलोजी पढ्नेले गरेर गर्ने कमाइ कम्पेयर गर्ने हो भने यो फुड टेक्नोलोजीको खर्च धेरै कम हो। नमस्कार, किन पढ्नेको नयाँ श्रृङ्खलामा यहाँहरूलाई हार्दिक स्वागत छ। म महेश तिमल सिन्हा। किन पढ्नेको नयाँ श्रृङ्खलामा आज हामी एउटा त्यस्तो टपिकको, त्यस्तो प्रोग्रामको विषयमा कुराकानी गर्दैछौँ जो धेरै विद्यार्थीहरूलाई थाहा छैन। त्रिभुवन विश्वविद्यालयको यो कार्यक्रम जसलाई थाहा छ उहाँहरूले गजब गर्नुभएको छ। त्यो कार्यक्रम हो फुड टेक्नोलोजी, जसलाई ब्याचलरमा अध्यापन गराइन्छ। र आज हामी ब्याचलर इन फुड टेक्नोलोजीको विषयमा कुराकानी गर्नको लागि तीनकुने स्थित पद्मश्री कलेजमा छौँ। र यो विषयको बारेमा पक्कै पनि तपाईँहरूसँग कुनै जिज्ञासा छ भने आज हामीलाई पद्मश्री कलेजका चेयरम्यान अणराज सिलवाल सरले पक्कै पनि तपाईँको त्यो जिज्ञासालाई मेटाउनुहुनेछ भने हामीले विश्वास लिएका छौँ। सरलाई स्वागत छ। हजुर धन्यवाद महेशजी। आज हामी यो कमै सुनिने अहिले जमाना आइटी अरू विभिन्न विषयहरूको बारेमा धेरै चर्चा हुन्छ, तर यो फुड टेक्नोलोजीको विषयमा चाहिँ धेरै विद्यार्थीहरूलाई पनि कन्फ्युजन छ। जसले सुन्नुभएको छैन उहाँहरूले पनि प्रष्ट हुने गरी चाहिँ यो फुड टेक्नोलोजी कस्तो विषय हो, यहीँबाट सुरु गरौँ। हजुर महेश यस्तो छ, धेरैले थाहा पाउने भने चाहिँ जिएको धेरै चर्चा गरियो त्यही कुरा धेरैले थाहा पाउँछन् स्वाभाविक रूपमा। र अब विडम्बना भनौँ यो फुड टेक्नोलोजी भन्ने विषयको चाहिँ चर्चा अलिक कम हुने गरेको छ। चर्चा कम हुनेको कारण चाहिँ मैले यो प्रत्यक्ष रूपमा हेर्दा चाहिँ यसको नेपालमा सप्लाई कम छ। जुन चिजको सप्लाई एकदमै न्यून छ त्यसको चर्चा पनि न्यून हुँदो रहेछ। यसको डिमान्ड चाहिँ एकदमै राम्रो छ तर सप्लाई एकदमै न्यून छ। सप्लाई न्यून हुन साथै यसको स्केल अफ इकोनोमी अथवा बिजनेसको स्केल चाहिँ एकदम सानो छ। त्यस कारणले गर्दा यसको चर्चा एकदमै कम छ। र हामीले के बुझ्नु पऱ्यो भन्दा सप्लाई कम छ भन्न साथै यसको स्कोप एकदमै राम्रो छ भन्ने कुरा पहिलो त्यहाँबाट बुझ्नु पऱ्यो। अर्को चाहिँ अब यो फुड टेक्नोलोजी भनेको चाहिँ विषय कस्तो भयो भन्दाखेरिमा हामीले नेपालमा मात्रै कुरा गर्नु पर्यो भने चाहिँ नेपालमा जति जनसङ्ख्या छ प्रत्येक व्यक्तिसँग जोडिएको चिज भयो। नेपालभित्र मात्रै कुरो गर्दा नि, किन भन्दा फुड भन्नासाथ प्रत्येक व्यक्ति जोडियो र प्रत्येक व्यक्तिको चाहिँ फार्मबाट जुन हार्भेस्ट गरिसकेपछि त्यो हार्भेस्ट गरेर आएको चिज चाहिँ मान्छेको मुखमा जाने बेलासम्मको त्यसको होल प्रोसेसमा चाहिँ फुड टेक्नोलोजी जोडिन्छ। त्यस कारणले अब हामीले यहीबाट नै हामीले बुझ्न सक्छौँ कि यसको कति ठुलो स्कोप रहेछ भन्ने कुरा। तर पनि हामीले यसलाई चाहिँ अहिले एकदम अन्डर रेटेड होइन, यसको बारेमा धेरै कम कुरा गरिएको र यसको चाहिँ अब धेरै अब भाइ बहिनीहरूलाई यसको बारेमा थाहा भएको अवस्था हो। सरस्वती भन्दाखेरि चाहिँ फुड टेक्नोलोजी कस्ता विद्यार्थीले पढ्ने र हाम्रो सिरिजको नाम नै किन पढ्ने छ, किन पढ्ने फुड टेक्नोलोजी? पढ्ने भनेको उसको पछिको जीवन सजिलो बनाउनलाई हो है, नत्र भने त अब यदि नपढिकन होइन गाउँमै बसेर घरै बसेर पनि उसको जीवन सहज हुन्थ्यो भने सायद पढ्थेनन् होला कसैले पनि। जीवन सहज बनाउन के गर्नु पर्यो भन्दाखेरिमा उसको राम्रो रोजगारी हुनु पर्यो, राम्रो कमाइ हुनु पर्यो, राम्रो आर्थिक अवस्था हुनु पर्यो। त्यसको लागि चाहिँ राम्रो विषय छानेर पढ्ने हो। र अब यहाँनिर चाहिँ फुड टेक्नोलोजीको कुरा गरिरहँदाखेरिमा फुड टेक्नोलोजी पढेका भाइ बहिनीहरूको रोजगारीको अवस्था एकदम नै राम्रो छ है। यसको चाहिँ यसमा कस्ता कस्ता अवसरहरू छन् भनेर पहिला हामीले बुझ्न जरुरी छ। फुड टेक्नोलोजी पढेका भाइ बहिनीहरूको चाहिँ पहिलो छ उनीहरूले अन्त गरेर जागिर खाने अवसर पनि एकदमै धेरै छ है। उनीहरूले जागिरी केमा पाउँछन् भनेर हामीले पहिला त्यो बुझ्न जरुरी छ। अब हामीले खाद्यान्नसँग सम्बन्धित जुनसुकै पनि उद्योग धन्दामा उनीहरूको काम हुने भयो होइन। तपाईँको फुड बेभरेज लगायतका जुनसुकै पनि उद्योग धन्दामा उनीहरूको आवश्यकता हुने भयो। त्यहाँ पनि विभिन्न पोजिसनमा उनीहरूको आवश्यकता हुन्छ होइन। तपाईँको अब त्यहाँ चाहिँ नि फुड इन्सपेक्टर होला, तपाईँको प्रोडक्सन म्यानेजर होला, प्रोडक्सन अफिसर होला, लगायतका विभिन्न पोजिसनमा उनीहरूको आवश्यकता हुन्छ। त्यसको साथसाथै अहिले अब तपाईँले केही समय अगाडि सायद
काठमाडौँ महानगरले पनि चाहिँ नि हाम्रो यो फुड इन्सपेक्टरहरू राख्ने भनेर एकचोटि उहाँले एनाउन्स पनि गर्नुभएको थियो र यो चाहिँ अब नेपालका सबै स्थानीय निकायले मलाई लाग्छ निकट भविष्यमै सबै स्थानीय निकायले फुड इन्सपेक्टरहरू चाहिँ उहाँहरूले नियुक्त गर्नुहुन्छ के भन्दा अहिले यो चाहिँ अब खाद्यान्नको गुणस्तरको बारेमा ठुलो अहिले यो चर्चाको विषय छ होइन अहिले हामी त आर्थिक रूपमा एकदम विपन्न भएर हामी त्यतातिर चासो नभए जसरी हाम्रो देश चाहिँ आर्थिक सम्पन्नतामा अगाडि बढ्दै जान्छौँ त्यसरी हाम्रो त गुणस्तरको कुरा आउन थाल्छ होइन खाद्य गुणस्तरको कुरा आउन साथै फुड टेक्नोलोजी पढेका व्यक्तिहरू नै चाहियो जस्तो हामी कृषि प्रधान देश भन्छौँ नि होइन तर सरको कुरा सुन्दाखेरि चाहिँ कृषि प्रधान देशमै खाद्य प्रविधिका मान्छेहरू पढ्न रुचि देखाउँदैनन् र पढेका पनि कम छन् होइन त बुझ्दाखेरि हो र मैले तपाईँलाई अहिले भन्दै थिएँ होइन एउटा चाहिँ खाद्य गुणस्तरको कुरा आयो त्यसपछि गएर तपाईँले हामीले कृषि प्रधान देशले त खाद्य सामग्रीको हामीले उत्पादनको मात्रै हामीले कुरा गऱ्यौँ कृषिको मात्रै कुरा गऱ्यौँ तर त्यसलाई चाहिँ हार्भेस्टिङ पश्चात त्यसलाई प्रोसेसिङ गरेर प्याकेजिङ गरेर विभिन्न त्यसको चाहिँ नि तपाईँको त्यसको चाहिँ आधुनिक तरिका अनुसार त्यो स्टोरेज गरेर होइन मान्छेले खान योग्य बनाएर मुखसम्म पुर्याउने त्यो बिचको सबै प्रक्रियामा चाहिँ फुड टेक्नोलोजिस्टहरू इन्भल्भ हुन्छ त्यसो हुँदाखेरिमा अब हामीले अब भनौँ न उनीहरूले अहिले मैले विभिन्न उद्योग धन्दामा काम गर्न सक्ने जाहिर खान सक्ने अवस्थाको एउटा कुरा गरेँ त्योभन्दा ठुलो अवसर चाहिँ अहिले उनीहरूले आफूले पढेका ज्ञान र सिपलाई प्रयोग गरेर साना माइक्रो इन्टरप्राइजहरू लघु उद्यमहरू स्थापना गर्न सक्ने धेरै ठुलो अवसर छ है तपाईँले एउटा अब गाउँमा हाम्रो प्रशस्त रूपमा चाहिँ आँपहरू झरेर जान्छ आँप फल्छन् भने त्यो आँपलाई प्रयोग गरेर उनीहरूले विभिन्न चाहिँ जाम जेली जुसहरू बनाउनेदेखि लिएर अचारहरू बनाउने लगायतका होइन क्यान्डीहरू बनाउने लगायतका ती सबै स्किलहरू चाहिँ यो कार्यक्रममा सिकाइन्छ हेर्नुहोस् त्यसपछि गएर अब विभिन्न अब चाहिँ नि तरकारी सिजनमा तरकारी उत्पादन हुन्छ समयमा बजारमा पुग्न सक्दैन त्यहाँ कुहिएर जान्छ सुकेर जान्छ त्यसलाई चाहिँ खान योग्य पछिसम्म राखेर कसरी खान योग्य बनाउने त्यसको चाहिँ विभिन्न मल्टिपल पर्पजमा चाहिँ युजेसहरू कसरी गर्ने यी सबै कुराहरू चाहिँ यही फुड टेक्नोलोजीमा सिकाइन्छ जस्तो धेरै विद्यार्थीहरू चाहिँ के छ भने ब्याचलर अध्ययनपछि चाहिँ आफ्नो करियर अपर्च्युनिटिजका कुराहरू पनि सँगसँगै आउन् भनेर सोध्छन् होइन अब यो फुड टेक्नोलोजी अध्ययन गरिसकेपछि चाहिँ जब प्लेसमेन्टका कुराहरू होलान् अथवा अन्य कुराहरू चाहिँ के हुनसक्छ अपर्च्युनिटी चाहिँ कहाँ छ यसमा के छ भने जुनसुकै विधा पर्दा नि हामीले अब 3-4वटा जब स्कोपहरू चाहिँ एरियाहरू हामीले भन्छौँ होइन अब पहिले यसमा त अब कतै गएर जाहिर खाने कुरा भइहाल्यो जाहिर खाने कुरामा मैले तपाईँलाई अहिले नै भनिसकेँ त्यसको साथसाथै अब अहिले नेपाल सरकारका पनि होइन तपाईँ DFTQC लगायतका खाद्य संस्थान अब इभन DDC लगायतका यी सबैमा पनि हामी कहाँबाट पढेर गएका भाइ बहिनीहरू ठुलो सङ्ख्यामा त्यहाँ काम गर्नुहुन्छ त्यहाँ पनि सबै फुड टेक्नोलोजी पढेकाहरूले नै काम गर्ने हो होइन त्यसपछि गएर चाहिँ अब अर्को अब नेपालभित्र नै तपाईँ कतिपय भाइ बहिनीहरूले साना आफ्नो चाहिँ उद्योग धन्दाहरू सुरु गर्नु भएको छ तपाईँको सानो स्केलमा उहाँसँग जति पैसा छ त्यति पैसाबाट चाहिँ एउटा सानो 50,000मा पनि उद्योग सुरु गर्न सकिन्छ 50,000मा चाहिँ एउटा सानो केही चाहिँ 50,000को एउटा मेसिनरी किनेर पनि एउटा चाहिँ उद्योग एउटा सानो प्याकेजिङ इन्डस्ट्री सुरु गर्न सकिन्छ भनेपछि यसको चाहिँ एकदमै धेरै चाहिँ सेक्टरको धेरै एरियाका स्कोपहरू छ क्या यसमा चाहिँ इम्प्लोइमेन्ट हुन सक्ने र त्यसको साथसाथै अब अर्को अहिले अब ठुलो सङ्ख्यामा चाहिँ भाइ बहिनीहरूले हामी कहाँ पढेका र मलाई लाग्छ नेपालभरिमा निस्केकाहरूमा पनि 50% जति ग्रेजुएटहरू अहिले बाहिर छन् है उहाँहरूले यहाँ बिचमा बस्दै पढ्दा के थाहा पाउनुहुन्छ भने स्कोप त बाहिर पो ठुलो स्कोप रहेछ होइन त्यस कारणले बाहिरतिर एकदम हायर लेभलमा काम गर्ने रिसर्च एन्ड डेभलपमेन्टमा काम गर्ने त्यसपछि गएर PhD गरेर भ्याएर बसेकाहरू युनिभर्सिटीमा पढाउने चाहिँ हाम्रा ग्रेजुएटहरू हुनुहुन्छ र बाहिरतिरका ठुला उद्योगमा सिनियर लेभलमा काम गर्ने पनि हाम्रो ग्रेजुएटहरू हुनुहुन्छ त्यो स्कोप त अनलिमिटेड छ त हामीले अहिले पनि यहीँ पढेका भाइ बहिनीहरू नि 50% चाहिँ बाहिर जानु भएको छ भनेपछि अहिले यसलाई हामीले ठुलो सङ्ख्यामा नेपालमा उत्पादन गर्न सक्यौँ र उहाँहरू विश्वभरि नै गएर चाहिँ नि फैलिएर छरिएर हाम्रो भाइ बहिनीहरू त्यहाँ गएर चाहिँ नि राम्रो उसमा चाहिँ बस्नुभयो भने त्यो देशको लागि त गर्वको कुरा भनेपछि नेपाल बाहिर पनि ठुलो स्कोप छ बाहिर गएर मास्टर्स गर्नुहुन्छ उहाँहरूले मास्टर्समा गएर उहाँले चाहिँ न्युट्रिसन के अरे पढ्ने स्कोप छ यसको अब तपाईँ न्युट्रिसनमा पढ्न साथै उहाँहरूले सबै हस्पिटल लगायत धेरै सेक्टरमा पोषण विद्युतमा धेरै सेक्टरमा काम गर्ने अर्को अवसर छ चाहिँ यो त एउटा अनलिमिटेड टाइपको चाहिँ काम गर्ने एरियाहरू भएको चाहिँ विषय हो जस्तो हामीले यो फुड टेक्नोलोजीको विषयमा धेरै कुरा गऱ्यौँ सर होइन जस्तो यो चाहिँ एकदमै स्कोप भएको चाहिँ क्षेत्र रहेछ यो अझ फुड टेक्नोलोजी प्रोग्रामले त मान्छेलाई बेरोजगार पनि राख्दो रहेछ होइन अहिले जस्तो पद्मश्रीबाट चाहिँ उत्पादन भएका विद्यार्थीहरू चाहिँ कहाँ इन्भल्भ छन् उनीहरू चाहिँ सरकारी जागिरी पनि भयो होला कति आफै व्यवसाय सञ्चालन गरिरहेका होलान् त्यसको चाहिँ तपाईँहरूले लेखाजोखा राख्नुहुन्छ कि राख्नुहुन्न
हामीले चाहिँ हाम्रा ग्रेजुएटहरूको एउटा ट्रेसर स्टडी रिपोर्ट नै हामीले राखेका हुन्छौँ। हजुर। यसो तपाईँ के छ भने अब अहिले धेरै सङ्ख्यामा नेपाल सरकारको खाद्य प्रविधि तथा गुणस्तर विभागमा पनि काम गर्नुहुन्छ। त्यसपछि अब डिडिसीमा काम गर्नुहुन्छ, लगायत चौधरी उद्योगमा पनि ठुलो सङ्ख्यामा काम गर्नुहुन्छ, सिजी ग्रुपमा लगायतका विभिन्न अरू चाहिँ बिस्किट फ्याक्ट्रीदेखि लिएर चाउचाउ फ्याक्ट्री, तपाईँको बेभरेज फ्याक्ट्री धेरैमा काम गर्नुहुन्छ। हामीले उहाँको डेटाबेस पनि राखेका छौँ। जस्तो उनीहरूको इन्कमको पाटो चाहिँ के हुँदो रहेछ फुड टेक्नोलोजी पढ्नेहरूको? यस्तो छ, उहाँहरू अब त्यहाँ विभिन्न पोजिसनमा काम गर्नुहुन्छ होइन। त्यहाँ तपाईँको प्रोडक्सन अफिसर, प्रोडक्सन म्यानेजर भने चाहिँ हामीले त्यो त अब जेनरल स्यालेरीमा काम गर्नेहरूको अब स्यालेरीको हिसाबले 40,000, 50,000, 60,000, 70,000 खाने पनि भाइ बहिनीहरू हुनुहुन्छ। र अर्को साथसाथै अहिले अब धेरै भाइ बहिनीहरूले चाहिँ आफैले उद्योग व्यवसाय गर्ने पनि हुन्छ होइन। अब आफैले उद्योग व्यवसाय गर्नेको त उहाँको क्षमता अनुसार अनलिमिटेड त्यो उहाँहरूको इन्कमको कुरा भइहाल्यो। पहिला अघि तपाईँलाई भने जस्तै तपाईँको अब सानो सानो चाहिँ लगानीबाट सुरु गरेर होइन, तपाईँको चाहिँ अब विभिन्न खालका चाहिँ नि अब ट्रेडिसनल फुडका चाहिँ उद्योगहरू एकजना अब चाहिँ उद्योग सञ्चालन गर्ने अथवा सानो वाइनरी सञ्चालन गर्ने भाइ बहिनीहरू पनि हुनुहुन्छ। हामीले उहाँहरू सबैको डेटाबेसहरू राखेका छौँ होइन। र यसमा अब हेर्दाखेरिमा जस्तै अब हामीलाई नै चाहियो, मेरै व्यवसायमा चाहियो होइन, मलाई चाहियो भन्दा पनि मैले चाहिँ उहाँहरूलाई चाहिँ नि अब ठ्याक्क खोजा नपाउने जस्तो अवस्था छ क्या। भनेपछि अहिले जनशक्ति अभाव छ फुड टेक्नोलोजी पढ्ने। जनशक्ति एकदमै अभाव छ। र यो पढेका भाइ बहिनीहरू के बाहिर जान्छु भने ट्राई गरेर बसिरहनु भएको छ भने छुट्टी कुरा हो होइन। तर नेपालमै बसेर मैले काम नपाएर बस्नु पऱ्यो भन्ने चाहिँ मलाई लाग्छ एकदम बिरलै हुन्छ। भनेपछि पढाइसकेपछि जागिर कुरेर बसिरहेछ, त्यसरी बुझ्नु पर्यो। एकदमै हो। त्यो हामी कहाँ यहाँ पनि आउँछ डिमान्ड होइन, तपाईँको विभिन्न उद्योग धन्दा गरेर तपाईँको मान्छे पठाइदिनु पऱ्यो भन्ने यहाँ पनि डिमान्ड आइराखेका हुन्छ। र अब उहाँहरूले स्किल चाहिँ सिक्नु पऱ्यो होइन। अब यो कोर्स राम्रो छ, अहिले युनिभर्सिटी ट्युले कोर्स पनि अहिले सुधारेर राम्रो बनाएको छ। स्किल चाहिँ उहाँहरूले सिक्नु पऱ्यो, आफूलाई चाहिने स्किल। हजुर। त्यो स्किल उहाँहरूले लिनुभएको छ भने उहाँहरूको चाहिँ नि रोजगारी हुने सम्भावना चाहिँ निश्चित छ। जस्तो अहिले +2 सकेर बस्नुभएका विद्यार्थी भाइ बहिनीहरूलाई तपाईँले सुझाव दिँदाखेरि चाहिँ कुन सेक्टरमा रुचि भएका अथवा कस्तो मनस्थिति बनाएका विद्यार्थीहरूले चाहिँ यो फुड टेक पढ्दाखेरि उनीहरूले अझ बेटर गर्न सक्छन् र उनीहरूले भविष्य पनि एकदमै राम्रो बनाउन सक्छन्? म पहिलो कुरा चाहिँ म जो अन्टरप्रेन्योर बन्न चाहने भाइ बहिनीहरूलाई चाहिँ म यो पहिलो उसमा राख्छु है, पहिलो चाहिँ नम्बरमा राख्छु यो पढ्नको लागि। किन भन्दा यो चाहिँ थोरै पैसाबाटै व्यवसाय सञ्चालन गर्न सकिने एरिया हो। यसमा अब जति पैसा छ त्यतिबाटै एउटा कुनै उद्योग सुरु गर्न सकिन्छ। यसमा उहाँहरू फेरि पढ्ने एरिया पनि एकदम धेरै छ होइन। मैले भनिहालेँ तपाईँको डेरी, मिट, तपाईँको तपाईँकोदेखि लिएर गएर तपाईँको चाहिँ होइन भेजिटेबल्स होइन, तपाईँको वाइनरी हैदेखि लिएर धेरै एरियाको यसमा पढ्न पनि भएकाहरूले आफूलाई इन्ट्रेस्ट लागेको जुन एरियामा गएर पनि एउटा सानो व्यवसाय सुरु गर्न सकिन्छ। भनेपछि पहिलो चाहिँ म अन्टरप्रेन्योर बन्न चाहने भाइ बहिनीहरूलाई चाहिँ यो पढ्नुहोस् भन्छु। किन आफैले नलेज लिएर, आफैले सिकेर, आफैले बुझेर, फेरि यसमा चाहिँ यो पढ्दै कोर्स कस्तो छ भने अलिकति यसमा चाहिँ म्यानेजमेन्टको पार्ट पनि पढाइ हुन्छ क्या। टेक्निकल म्यानेजमेन्ट सबै मिक्स गरेर कोर्स बनाइएको छ। त्यही कारण एउटा त्यो छ। त्यसपछि अर्को चाहिँ अब रिसर्चमा काम गर्न चाहने लङ टर्ममा होइन, तपाईँको चाहिँ यो अब साइन्सले पढ्ने कोर्स हो चाहिँ यसमा रिसर्चको पार्ट पनि एकदम धेरै छ। यसले अब चाहिँ रिसर्चमा काम गर्न चाहने, इभन बाहिर गएर चाहिँ अब के अरे रिसर्च एन्ड डेभलपमेन्ट अथवा चाहिँ एकाडेमिक करियरहरू चाहिँ हायर लेभलमा बढ्न चाहनेहरूको लागि पनि एकदमै एप्रोप्रिएट हो। र अर्को नेपालमै जाहिर खान्छु, सरकारी जाहिर खान्छु भन्ने पनि 1-2 वर्ष कुरी पनि जाहिर पाइहाल्छ, सरकारी जाहिर पाइहाल्छ, सिरखाली छ। जस्तो अब फुड टेक्नोलोजी पढ्ने विद्यार्थीहरूले चाहिँ जस्तो यसको पनि क्राइटेरिया होला, यसका पनि मापदण्ड होला होइन। कक्षा 11-12मा चाहिँ के पढेको हुनुपर्छ उसले? यस्तो छ, यो चाहिँ कक्षा 11-12मा साइन्स पढेकोले मात्रै पढ्न पाइन्छ। यो चाहिँ अरू म्यानेजमेन्ट अथवा ह्युम्यानिटिज पढेकोले पढ्न पाइँदैन। हजुर, किन यो चाहिँ त्यहाँ टियुको साइन्स एन्ड टेक्नोलोजी अन्तर्गतको कोर्स हो। त्यही साइन्स पढेको भाइ बहिनीहरूले हो। र मैले तपाईँलाई अघि भनिहालेँ होइन, यस नेपालमा साइन्स पढेपछि डाक्टर पनि इन्जिनियर बन्ने भन्ने दिमागमा पहिल्यै त्यो आउँछ। त्यही कारण मैले अब साइन्स पढेँ, म कि डक्टर कि इन्जिनियर भन्ने दिमागमा आउने भएको कारणले गर्दा यो विषय चाहिँ पछाडि पऱ्यो। त्यही कारणले यसको अब यसको हुँदै पनि यो विषय चाहिँ धेरैजनाले नबुझ्नुको कारण चाहिँ त्यो हो। र यसको के छ पढ्ने कस्टिङ चाहिँ के कति लाग्छ फुड टेक्नोलोजी पढ्नको लागि चाहिँ शुल्क कति छ? यस्तो छ, अब यो फुड टेक्नोलोजी पढ्नलाई मैले तपाईँलाई कम्पेयर गरेर भन्ने हो भने जस्तै मेडिकल पढेर अथवा इन्जिनियरिङ पढेर उनीहरूले जति खर्च गर्नुहुन्छ त्यो खर्च गरेर गर्ने कमाइ र फुड टेक्नोलोजी पढ्नेले गरेर गर्ने कमाइ कम्पेयर गर्ने हो भने यो फुड टेक्नोलोजीको खर्च धेरै कम हो, एकदमै कम हो। अब अहिले चाहिँ मलाई लाग्छ सबै कलेजहरूले नै यसलाई अब एकदम कम्पिटिटिभ रेटमै एकदम सहज किसिमले सबैले पढ्न सक्ने किसिमको रेटमै पढाइरहनु भएको छ। र अहिले
मैले तपाईँलाई अहिले भनिहालेँ होइन, इन्जिनियरिङ अरू कोर्समा पढ्ने भन्दा यसमा खर्च कम छ र यो चाहिँ सबैको एक्सेस हुने किसिमले यसको फीहरू राखिएको छ। एभरेजमा भन्न मिल्छ शुल्क कति छ? अहिले नेपालमा प्राय कलेजहरूले 6 लाख आसपासमा यो होल कोर्स कम्प्लिटको 6 लाख आसपासमा यो कोर्स चाहिँ प्रोभाइड गरिरहनु भएको छ जस्तो लाग्छ मलाई। यो के छ, यो सेमेस्टर वाइज हो कि यो चाहिँ एनुअल हो? यो चाहिँ यस्तो छ, पहिला एनुअल कार्यक्रम थियो ए र पछि टियुले यसलाई यो पाठ्यक्रम सुधार गर्दै जाने सिलसिलामा अहिले सेमेस्टर वाइज बनाएको छ। ए सेमेस्टर वाइज बनाएपछि अझै पढ्नको लागि सहज होइन, अझ धेरै कोर्सहरू इन्क्लुडेड भएर यो अझै चाहिँ मोर एट्र्याक्टिभ हुन गएको छ र अहिले सेमेस्टर वाइज छ। आज हामी ब्याचलर इन फुड टेक्नोलोजीको विषयमा कुराकानी गरिरहेका छौँ। यो विषयमा पद्मश्री कलेजका चेयरम्यान अर्ण सरले धेरै तपाईँहरूलाई जानकारी दिइसक्नु भएको छ र तपाईँहरूलाई सर्टमा भन्दाखेरि चाहिँ फुड टेक्नोलोजी तपाईँहरूले यदि पढ्न चाहनुभयो भने कक्षा 11 र 12मा तपाईँले साइन्स पढेको हुनुपर्छ र तपाईँले फुड टेक्नोलोजी पढ्नुभयो ब्याचलरमा भने तपाईँलाई जागिरको नो टेन्सन र आफै पनि तपाईँले यदि इन्टरप्रेनरसिप गर्न चाहनुभयो भने पनि तपाईँलाई त्यो सम्भावनाका ढोकाहरू खुल्छन्। र सरसँग अझ हामी छौँ, अझ बाँकी नै छ। यदि तपाईँहरू फुड टेक्नोलोजी पढ्न चाहनुहुन्छ भने तपाईँलाई पद्मश्रीको गेटले पनि पुरिरहेछ है। र अब चाहिँ पद्मश्रीमा अहिलेसम्म चाहिँ कतिजनाले पढेछ? यहाँबाट तपाईँले कतिजना चाहिँ फुड टेक्नोलोजी पढेका विद्यार्थीहरू उत्पादन गर्नुभयो? अहिलेसम्म यो हामीले फुड टेक्नोलोजी पढाउन थालेको 2007देखि हो। 18 वर्ष करिब हामीले मलाई लाग्छ 300 जना जति हामीले ग्रेजुएट गराइसक्यौँ। र यसमा मैले अघि तपाईँलाई भनिहालेँ, यसको सप्लाई सानो छ। चिउन युनिभर्सिटीले एउटा कलेजमा जम्मा 24 जना मात्रै भर्ना गर्न पढ्ने दिएको छ, कोटा दिएको छ। त्यस कारण 24 जनाभन्दा बढ्ता भर्ना गर्न कसैले पनि पाउनुहुन्न। त्यसो हुँदाखेरि यसको सप्लाई सानो छ र अब यो सप्लाई सानो भएको कारणले गर्दा नि यो चाहिँ अब धेरै मतलब भाइ बहिनीहरूमा यसको बारेमा सूचना नपुगेको। भनेपछि अहिले चाहिँ 24 जना हामीले 24 जना कोटामा पढाइरहेको छौँ। यसको लागि चाहिँ अघि सरले भनेअनुसार साइन्स नै पढेको हुनु पर्यो, बायो अथवा फिजिकल जे पढे पनि भयो। इन्ट्रान्स चाहिँ दिनुपर्छ पर्दैन? हजुर, यसमा अब चिउन युनिभर्सिटीले सञ्चालन गर्ने बिटेक फुडको लागि मात्रै भने छुट्टै इन्ट्रान्स उहाँले सञ्चालन गर्नुहुन्छ। त्यो चाहिँ अब भदौ 6 गते इन्ट्रान्स हुँदैछ। आउने भदौ 6 गते बिटेक फुडको लागि इन्ट्रान्स हुँदैछ र उहाँले त्यो इन्ट्रान्स चाहिँ मिस गर्नु भएन। धेरैले के गर्नुहुन्छ भन्दाखेरिमा कलेजहरू घुम्दै 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 जाँदाखेरिमा पछि यो फुड टेक्नोलोजी भन्ने पढाइ पनि हुँदो रहेछ भनेर थाहा पाउनुहुन्छ। त्यो थाहा पाएर त्यसपछि कलेज म त फुड टेक्नोलोजी पढ्न पऱ्यो नि भनेर आउनुहुन्छ। त्यो बेलासम्म टियुको इन्ट्रान्स भएर क्लोज भइसकेको हुन्छ र हाम्रो चाहना चाहिँ टियुलाई रिक्वेस्ट चाहिँ त्यो इन्ट्रान्सहरू अब 2-3टा लिदिए हुन्थ्यो अथवा अरू कुनै तरिकाबाट विद्यार्थीले पैसाउनु पनि उनीहरू मिस नहुने खालको बाटोहरू बनाइदियो हुन्थ्यो मेरो हाम्रो रिक्वेस्ट छ। त त्यसो हुँदाखेरिमा भाइ बहिनीहरूले इन्ट्रान्स मिस गर्नुहुन्छ, पछि आउनुहुन्छ, त्यसले गर्दा उहाँले यो अवसर छोड्नुहुन्छ। र अहिले यदि अब यो भिडियो तपाईँहरू कहाँ पुगेको छ भने तपाईँले यो भदौ 6 गते हुन गइरहेको टियुको इन्ट्रान्समा तपाईँले इन्ट्रान्स चाहिँ दिइहाल्नुहोस्। बरु पछि मन नलागे बरु नपढे पनि हुन्छ। मलाई लाग्छ तपाईँहरूले एकचोटि यो कोर्सको बारेमा बुझ्नुभयो र यसमा चाहिँ अलि राम्रोसँग विस्तृतमा हेर्नुभयो भने तपाईँलाई होइन यो कोर्स त मैले पढ्नुपर्ने कोर्स रहेछ भनेर तपाईँलाई लाग्न सक्छ है। यदि तपाईँहरूको इन्ट्रेस्टको एरिया हो भने, अब तपाईँहरूको इन्ट्रेस्टको एरिया नै यो होइन भने त तपाईँहरूले जुन इन्ट्रेस्टको एरिया हो त्यही पढ्नुहोस्। इन्ट्रेस्टको एरिया हो भने चाहिँ तपाईँले समयमा इन्ट्रान्स दिएर आफू एलिजिबल भएर चाहिँ बस्न म यहाँलाई रिक्वेस्ट गर्दछु। अब यहाँसम्म आइपुग्दाखेरि के बुझियो भने यदि फुड टेक कसैले पढ्न चाह्यो र पढ्यो भने थोरै पैसामा, त्यसको लागि लाखौँ रुपियाँ पनि जम्मा गर्नु परेन, थोरै पैसामा उसले पढ्न पनि पायो। पक्कै पनि यो चाहिँ राज्यले चाहिँ यसलाई प्रमोट गर्नुपर्ने विषय हो, किनभने हामी कृषि प्रधान देश भन्छौँ। त्यहाँ नै अब खाद्य प्रविधिका चाहिँ प्राविधिकहरू उत्पादन नहुनु भनेको दुःखको कुरा पनि हो र पद्मश्री जस्ता कलेजहरूले यो अपर्च्युनिटी तपाईँहरूलाई दिइरहेको छ। र अब चाहिँ सर विशेष गरी हामी कलेजको प्रिमिसेसमा छौँ होइन, यो पद्मश्री कलेजमा चाहिँ कसरी पढाइ हुन्छ फुड टेकको? अब यसको लागि चाहिँ ल्याबहरू पनि चाहिएला, अनि त्यहाँ चाहिँ जस्तो अब आफैमा जनशक्ति कम छ, फ्याकल्टी एक्सपर्टिजको कुराहरू पनि रहला होइन, के छ मलाई समग्रमा बताइदिनुहोस् न। हजुर, अब फुड टेक्नोलोजीमा यसमा अध्यापन गराउने उनीहरू चाहिँ विज्ञहरू चाहिँ हामीसँग प्रस्तुत हुनुहुन्छ। कि नेपालमा लामो समयदेखि पढाइ भइरहेको र बाहिर विदेश गएर पनि यो शिक्षा लिएर आउनुभएको धेरै हुनुहुन्छ। त्यस कारणले गर्दाखेरिमा टिचिङ लर्निङको लागि चाहिँ त्यो समस्या छैन होइन। अब अरू कुरा यसलाई चाहिँ यसमा प्रशस्त
प्र्याक्टिकल वर्कहरू र रिसर्च वर्कहरू हुन्छ। एउटा हामीसँग प्रशस्त चाहिँ यसको लागि ल्याबोरेटरीहरू चाहिन्छ है। हामीसँग यसमा चाहिँ के साइन्सका ल्याबहरूदेखि लिएर गएर चाहिँ विभिन्न प्रोडक्सनका ल्याबहरू होइनदेखि लिएर गएर चाहिँ नि अब यसको लागि विभिन्न रिसर्चको लागि ल्याबहरू चाहिन्छ। हामीसँग त्यो सबै ल्याबहरू उपलब्ध छ र विद्यार्थीहरू पनि वर्षभर यिनी विभिन्न प्र्याक्टिकल वर्क्समा इन्गेज भइरहनु भएको कारणले गर्दा उहाँहरूलाई पनि यो पढ्नको लागि चाहिँ अलिक इन्गेजिङ टाइपको पढाइ हो र त्यसले गर्दा विद्यार्थीहरूको एब्सेन्टिजम पनि एकदम कम हुन्छ। यो विषयमा चाहिँ जेनरल कोर्समा पढ्ने भन्दा यसमा चाहिँ विद्यार्थीहरू सबैजना मलाई लाग्छ त्यो 90% एबोभ चाहिँ प्रेजेन्स छ। मैले यसमा बिटेक फुडमा चाहिँ क्लासमा मैले कहिले पनि विद्यार्थीहरू त्यो चाहिँ एब्सेन्ट भएकै देख्दिनँ। त्यो चाहिँ के कारणले भन्दाखेरिमा यसको टिचिङ मेथड र यसको कोर्स करिकुलरले गर्दा उहाँले प्रशस्त प्र्याक्टिस गर्नुपर्छ, आफैले काम गर्नुपर्छ, आफ्नै स्किल चाहिँ एनहान्स गर्नुपर्छ। त्यस्तो किसिमको यो थ्योरी र प्र्याक्टिकल दुइटै सँगसँगै चाहिँ अगाडि बढ्ने खालको कोर्स हो यो। फुड टेक्नोलोजी पढ्ने भन्ने बित्तिकै प्र्याक्टिकलका कुराहरू पनि आउला होइन। त्यसको लागि जस्तो इन्डस्ट्री भिजिटहरू पनि गराउनुहुन्छ होला नि तपाईँहरू? हजुर, यो कोर्समै छ इन्डस्ट्रियल भिजिटहरू। कोर्समै उहाँहरूले नेपालका योसँग सम्बन्धित सबै धेरै खाले उद्योगहरूमा उहाँहरू जानुपर्छ, उद्योग भिजिट गरेर त्यसको चाहिँ रिपोर्टहरू बनाउनुपर्छ होइन। रिपोर्टहरू चाहिँ उहाँहरू सब्मिट गर्नुपर्छ। अरू इन्डस्ट्रियल भिजिट चाहिँ यसको एकदम मेजर पार्ट हो यो कोर्सको चाहिँ। जस्तो अब समग्रमा भन्दाखेरि चाहिँ फुड टेक चाहिँ पद्मश्रीमा किन पढ्ने त? यस्तो छ, पहिलो कुरो त मैले अब भाइ बहिनीहरूलाई अलि रोजगार हुन चाहनुहुन्छ होइन, आफ्नो भविष्य सुन्दर बनाउन चाहनुहुन्छ भने फुड टेक्नोलोजी पढ्नुहोस् भन्ने हो होइन। पढ्दाखेरि आफूलाई जहाँ सहज जहाँ नजिक छ त्यहाँ पढ्नुहोस् भन्ने हो। अब पद्मश्रीमा किन पढ्ने भन्ने कुरा गर्दा चाहिँ हाम्रो टिचिङ लर्निङ एप्रोच र हाम्रो जुन स्टुडेन्ट सेन्ट्रिक हाम्रो टिचिङ लर्निङ र हाम्रो चाहिँ स्टुडेन्ट सेन्ट्रिक हाम्रो चाहिँ होल कलेजको इन्भाइरोमेन्ट र हाम्रो यहाँको चाहिँ पद्मश्री कलेजको स्टुडेन्टको सेटिस्फ्याक्सनको लेभल चाहिँ एकदमै राम्रो छ। र यसमा हामीसँग प्रशस्त मात्रामा चाहिँ हामीसँग ल्याबोरेटरिजहरू छन् होइन। हाम्रो चाहिँ ल्याबलाई चाहिने तपाईँको सम्पूर्ण त्यसको लागि चाहिँ कन्ज्युमेबलहरू टाइममा एभाइलेबल गराउने होइन। टाइममा चाहिँ त्यो ल्याब त्यो चाहिँ नि लाइक गर्नुपर्ने चाहिँ कोर्स करिकुलर अनुसारको ल्याबहरू प्रशस्त मात्रामा हुने होइन। क्लासहरूको हाम्रो चाहिँ ऊ चाहिँ यो क्लासहरू चाहिँ नि एकदम रेगुलर रूपमा हुन्छ होइन। हाम्रो होल कलेजकै टिचिङ लर्निङ इन्भाइरोमेन्ट चाहिँ एकदमै स्टुडेन्ट फ्रेन्डली खालको छ। त्यो कुरा चाहिँ यहाँ आइसकेपछि भाइ बहिनीहरूले बुझ्नुहुन्छ। र हाम्रो चाहिँ ओभरअलमै पद्मश्री कलेजका भाइ बहिनीहरूको हाम्रो कलेजप्रतिको उहाँहरूको चाहिँ नि चाहिँ अन्डरस्ट्यान्डिङको र सेटिस्फ्याक्सन लेभल चाहिँ एकदमै राम्रो छ। हामीले प्राउडली भन्नुपर्ने कुरा। र उहाँहरूले अब कुन कलेज छान्ने भन्ने कुरो चाहिँ उहाँहरूले आफ्नो सहज र आफूले बुझेर गर्ने हो। कलेजहरू भिजिट गर्नुहोस् होइन, आफूलाई मन परेको राम्रो कलेजमा पढ्नुहोस्। तर यो फुड टेक्नोलोजी तपाईँले रोजगार हुन चाहनु भएको छ भने फुड टेक्नोलोजी कोर्स चाहिँ तपाईँहरूको पहिलो चोइसमा पढ्न सक्छ है भनेर चाहिँ मैले फेरि दोहोऱ्याउन चाहेँ। जस्तो यो फुड टेक्नोलोजीको विषय चाहिँ जस्तो प्रयोगशालामा पनि गएर चाहिँ विद्यार्थीहरूले प्र्याक्टिस गर्नु पर्ला होइन। त्यो चाहिँ के छ सर? ल्याबमा गएर प्र्याक्टिस पनि गर्नुपर्छ उनीहरूले? फुड टेक्नोलोजीमा ल्याब वर्कहरू प्रशस्त हुन्छ होइन। धेरै जस्तो विषयहरूमा ल्याब वर्कहरू हुन्छ। यसमा चाहिँ विभिन्न खाले ल्याबहरू चाहिँ साइन्सका ल्याबहरू तपाईँको चाहिँ नि फिजिक्सका ल्याबहरू फुड प्रोसेसिङका ल्याबहरू लगायतका विभिन्न ल्याबहरू हुन्छ। र हामीले यो सबै ल्याबहरू चाहिँ नि म यहाँलाई देखाउँछु। र मुख्य गरी अब यो सबै ल्याबमा कसरी काम हुन्छ भन्ने बारेमा चाहिँ हाम्रो ल्याब हेर्ने दिया साकेजी हुनुहुन्छ। दियाजीलाई म तपाईँलाई चाहिँ गाइड गर्नुहुन्छ। हुन्छ हाम्रो यहाँनिर चाहिँ फुड प्रोसेसिङको पनि हुन्छ। जेनरली हाम्रो यहाँ बेकरी कन्फेक्सनरीहरूको बारेमा पकाउने प्रोडक्ट बनाउनेहरू हुन्छ। हाम्रो बेकिङ आइटमहरूको लागि ओभनहरू चाहिँ यता छ। मिक्सिङको लागि डो मिक्सिङ हुन्छ। जेनरली मास प्रोडक्सनको लागि डो मिक्सिङ पनि यतै पर्छ हाम्रो। अनि प्रोडक्ट बनाएर डो मिक्सिङहरू गर्ने अनि कटिङहरू गर्ने सिटिङहरू गर्ने सबै काम चाहिँ हाम्रो यतै ल्याबमा हुन्छ। यो चाहिँ हाम्रो डो मिक्सिङ गरिन्छ। जेनरली यहाँनिर हामीले डो राख्छौँ, फ्लावर राख्छौँ, मिल्क राख्छौँ अनि पाउडर्सहरू चाहिने सुगरहरू एगहरू सबै राखेर यसमा युज गरेर डो मिक्सिङ गर्छौँ। जसले चाहिँ हाम्रो काम इजी पनि गर्छ र स्मुथली पनि हुन्छ। डो मिक्सिङको क्वालिटी पनि हातले गरेको भन्दा धेरै गुणा राम्रो हुन्छ यसमा गर्दाखेरि। बेकिङ चाहिँ हामी त्यसबाट डोलाई सिटिङ गरिसकेपछि यसमा राखेर प्रोडक्ट निकाल्छौँ। हामी फुड टेक पढेको स्टुडेन्ट्सहरूले चाहिँ बेकरी पढ्नुपर्छ, सुगर एन्ड कन्फेक्सनरी पढ्नुपर्छ। जुन कारणले हामीलाई डो मिक्सिङ ओभनहरूको पुरा ज्ञान हुनु र प्रोडक्ट कसरी बनाउनुपर्छ भनेर थाहा पाउन पनि एकदम जरुरी छ। र हामी बिटेकमा यो कुरा सबै पढाउँछौँ। हाम्रो यहाँनिर चाहिँ कुकिङको फुड प्रोसेसिङ्सहरूको काम धेरै हुन्छ। जस्तै हाम्रो प्रोडक्ट्सहरू पनि बन्छ। उता हामीले बेकिङको काम गर्छौँ भने यता चाहिँ हामीले प्रोसेसिङ जस्तै वाइन बनाउने, केचअप बनाउने अनि जुसहरू बनाउने, आरटिएस बनाउने, पिकल्स बनाउने काम गर्छौँ।
अनि यसमा हामीले नुडल्सहरू पनि बनाउँछौँ। हाम्रो इन्स्ट्यान्ट नुडल्स भयो, अनि त्यसपछि स्टिकी नुडल्स भयो, अनि व्हाइट नुडल्स हो त्यस्तो पनि बनाउँछौँ। बनाउने सामानहरू सबै यही भएर जुसहरू पनि अब यसमै बन्छ। अनि स्क्वास, जाम, जेलीहरू, मार्मालेडहरू पनि हामी यहाँ बनाउँछौँ। जेनरल प्रोसेसिङको लागि गर्छौँ हाम्रो काम। यो चाहिँ हाम्रो माइक्रोबायोलोजी ल्याब भयो। यहाँ चाहिँ के हुन्छ? हाम्रो यहाँनिर चाहिँ खानाहरूमा कुनै अब फुड क्वालिटी चेक गर्ने भएपछि हाम्रो फिजिकल र केमिकल मात्रै हुँदा पर्दैन, माइक्रोबायोलोजी पनि पर्छ। खाना अब जस्तै फङ्गस राख्छ, ढुसी आउँछ, त्यसको के कारणले आउँछ, कति समयदेखि कति समयसम्ममा आउँछ। जस्तै अब ब्रेडहरूमा, कुकिजहरूमा, बिस्किटहरूमा तपाईँहरूले देख्नुहुन्छ कि एक्सपायरी डेट लेखेको हुन्छ। 4 देखि 5 दिनसम्ममा ढुसी आउँछ। त्यो के अर्गानिजमले, कुन कीटाणुले वा कुन माइक्रोबायोलोजी कन्डिसनले गरेर आउँछ भनेर चेक गर्छौँ हामी यहाँनिर। जस्तै चिजहरूमा के पाइन्छ, कुन स्पेसिसले गरेर सर्छ, गल्छ भनेर चाहिँ हामी यो ल्याबमा काम गर्छौँ। सबै कुरा सिकाउने भयो। हजुर, माइक्रोबायोलोजीको सबै हामी यहाँ गर्छौँ। यो चाहिँ हाम्रो केमिस्ट्री ल्याब हो। हामी यसमा फुड्सहरूमा कति % अब सुगर्स, जेनरली सुगर भनौँ न सबैजनाले बुझ्ने, कति मात्रामा चिनी छ भनेर जाँच्छौँ हामी यसमा। वा TSS भनेर हुन्छ, डिग्रीब्रिक्स भनेर हुन्छ, एसिडिटी भनेको अमिलोपन कति छ, खट्टापन कति छ भनेर हेर्नलाई चाहिँ हामी यो ल्याब युज गर्छौँ। केमिस्ट्रीमा हामी त्यो बाहेक पनि धेरै कुरा पढ्छौँ, तर जेनरली भन्दाखेरि हामीहरू चाहिँ यो गर्छौँ। जस्तै हामी सुगरको लागि युज गर्दाखेरि हामीलाई मेन चाहिने कुरा सुगरलाई भनेको क्यारेज 2 र हाम्रो लागि क्यारेज 1 हुन्छ। जुन चाहिँ हाम्रो लागि सुगर, खानामा कति सुगर छ, फलफुलमा कति सुगर छ भनेर हेर्नलाई एकदम चाहिने मेन रिएजेन्ट भनेको चाहिँ क्यारेज 1 र क्यारेज 2 पर्छ। र हामी यो साथै यो ल्याबमा दुधहरूको पनि फ्याट कति हुन्छ भनेर हेर्छौँ। जस्तै दुधमा फ्याट कति छ, अनि माइक्रोबायोलोजीहरू कति छ भनेर पनि यही ल्याबमा हामी हेर्ने गर्दछौँ। यो चाहिँ हाम्रो फिजिक्स ल्याब हो। हामी यहाँनिर फिजिक्स भन्दाखेरि +2 मा पढेको भनेर फिजिकल्ली कुरा मात्रै सम्झिन्छौँ। खानेकुरामा के काम भनेर धेरैजनाले सोच्नु नसक्छ। खानेकुरामा पनि हामीहरूले चामलको दाना कति लम्बाइ हुनुपर्छ त, ब्रेडहरूको डेन्सिटी कति हुनुपर्छ, ग्राम कति हुनुपर्छ भनेर जोख्छौँ हामी यहाँ। जस्तै कि हामीसँग यहाँनिर एउटा दाल छ, यसमा हामी यसको चौडाइ कति छ, लम्बाइ कति छ, यो एउटा दाना कति ग्रामको हुन्छ र 100वटा लिँदाखेरि कति ग्रामको पर्छ भनेर पनि हामी यही ल्याबमा गर्छौँ। भने हामीहरू यहाँनिर ट्राभलिङ माइक्रोस्कोपको पनि काम गर्दछौँ। ट्राभलिङ माइक्रोस्कोपले चाहिँ हामीले लाइटहरू हेर्छौँ भने त्यसका साथै कलर्सहरू पनि हेर्छौँ, जसले पानीमा डुबाउँदाखेरि कतिमा कन्केभ र कन्भेक्स देखाउँछ भनेर पनि हामी यही ल्याबमा गर्दछौँ। यो भयो हाम्रो ट्राभलिङ माइक्रोस्कोप। यसका साथै हामी यहाँनिर फिजिक्समा काम लाग्ने तेलको कतिको डेन्सिटी हुन्छ, कतिको विस्कस हुन्छ, त्यो कतिको बाक्लो हुन्छ भनेर पनि चेक गर्छौँ। यो चाहिँ हामी तेल कति विस्कस छ भनेर बुझ्ने गर्छौँ। पुरानो तेल हुन्छ, नयाँ तेल हुन्छ, यसमा हामी बल्स छिराउँछौँ र कति टाइममा त्यो माथिदेखि तलसम्म डिस्टेन्स कभर गर्छ भनेर बुझ्छौँ र त्यसको तेलको विस्कोसिटी थाहा पाउँछौँ। यो फ्लाइविल हो, 12 कर्णीहरू सबैजनालाई थाहा हुनसक्छ। यसले हामीले कति राउन्ड घुम्छ र कति सेकेन्डमा घुम्छ भनेर गर्छौँ। यो हाम्रो पेन्डुलम हो, यो पनि हामीले +2 मा पनि गर्छौँ। पेन्डुलम भनेको हाम्रो घडीको जस्तै केसमा चल्छ। पेन्डुलमले कति सेकेन्डमा कति पेन्डुलम घुम्छ र कति डिस्टेन्स कभर गर्छ भनेर हामी यसबाट गर्छौँ। हामीले विशेष गरी फुड टेक्नोलोजीको विषयमा कुराकानी गऱ्यौँ। खास त पद्मश्रीमा त फुड टेक्नोलोजी मात्रै पढाइ हुने त होइन, अरू चाहिँ कुन विषय पढाइ हुन्छ यहाँ? ओके, आज मुख्य गरी फुड टेक्नोलोजीको बारेमै भाइ बहिनीहरूलाई जानकारी दियो भन्ने हाम्रो उद्देश्य थियो होइन। तर अब यसै अवसरमा पद्मश्री कलेजले विगत लामो समयदेखि होइन, करिब 2 दशकदेखि विभिन्न विषयहरूमा चाहिँ आफ्नो गुणस्तरीय शिक्षा चाहिँ प्रदान गर्दै आइरहेको छ। र यस अन्तर्गत हामीले अब के कम्प्युटर अथवा इन्फर्मेसन टेक्नोलोजीसँग सम्बन्धित विषयहरू होइन, BIT, त्यसै गरी कम्प्युटर एप्लिकेसन लगायतका विषयहरू यहाँ पढाइ हुन्छ। त्यस तपाईँको चाहिँ अब हस्पिटालिटी इन्डस्ट्रीसँग सम्बन्धित ब्याचलर इन हस्पिटालिटी म्यानेजमेन्टको पढाइ हुन्छ। त्यस्तै गरी BBA को पढाइ हुन्छ होइन, लगायत अहिले चाहिँ मास्टर्सको प्रोग्रामहरू पनि चाहिँ MBA, MIT लगायतका विषयहरू पनि पढाइ हुन्छ। यी गरेर करिब यहाँ चाहिँ अहिले 7वटा विभिन्न विषय, विभिन्न किसिमका कोर्सहरू चाहिँ हामीले प्रदान गर्दै आइरहेका छौँ। र अब हामी अन्तिममा छौँ सर होइन। जस्तो कक्षा 12 उत्तीर्ण गरेका विद्यार्थीहरू अब चाहिँ मैले कुन प्रोग्राममा चाहिँ मैले ब्याचलर गर्ने होला, मैले के पढ्ने होला भने धेरै डिलेमा पनि भइरहेको हुन सक्नुहुन्छ होइन। उहाँहरूको लागि चाहिँ तपाईँको सुझाव के छ? यो प्रश्न चाहिँ अब हामीले पनि 12 कक्षाको लेभल भ्याएर ब्याचलर पढ्ने बेलामा हामीलाई पनि एकदमै कन्फ्युजन
हुने यो प्रश्न हो। हाम्रो बेलामा कुरा गर्ने हो भने त्यतिखेर अवसरहरू थिएन होइन, कि डाक्टर पढ्ने कि इन्जिनियर पढ्ने कि अथवा आर्ट्स पढ्ने, एजुकेसन पढ्ने, कमर्स पढ्ने होइन, त्यो तपाईँ बाहेक थिएन। अहिले प्रशस्त अवसरहरू छन्। जति धेरै ढोकाहरू छन् अहिले, कुन ढोकाबाट छिर्ने भन्नेमा कन्फ्युजन हुनु स्वाभाविक कुरा हो। त्यस कारण मैले चाहिँ यो के विषय पढ्ने भने मैले जहिले पनि के भन्छु भन्दाखेरिमा अब करियर केमा बनाउने, जहिले पनि हामीले अहिले 4 वर्ष के पढ्ने अथवा कुन कलेज चाहिँ आकर्षक छ, कसको विज्ञापन चाहिँ तगडा छ होइन, कसले राम्रोसँग बोलेर चाहिँ नि प्रचार गर्यो भनेर भाइ बहिनीहरूले हेर्ने होइन। सबैभन्दा पहिला मैले आफ्नो करियर केमा बनाउन खोजेको छु त्यो कुरामा चाहिँ पहिला आफू निश्चित हुनु पर्यो। भविष्यमा म कुनै एउटा अन्टरप्रेन्योर बन्न खोजेको हो कि होइन, कुनै एउटा चाहिँ नि सरकारी जागिरमा चाहिँ इन्ट्रेस्ट हो कि होइन, अथवा रिसर्चतिर इन्ट्रेस्ट हो कि, अथवा कुनै एउटा चाहिँ भनौँ न तपाईँको अब अन्य कुनै खाले एकाडेमिक एरियामा इन्ट्रेस्ट हो कि, त्यो आफूले पहिला आफ्नो करियर के हो भनेर चाहिँ चुज गर्न पर्यो। अनि त्यसपछि बल्ल के विषय पढ्दा हुन्छ भन्ने कुरा हुन्छ होइन। अब अहिले धेरै अप्सनहरू छ। तपाईँको अब चाहिँ इन्जिनियरिङमा पनि धेरै विषयहरू छ। त्यसपछि गएर तपाईँको अहिले सूचना प्रविधिसँग सम्बन्धी पनि धेरै खालका विषयहरू पढाइ हुन्छ। तपाईँको व्यवस्थापनसँग सम्बन्धी, म्यानेजमेन्टसँग सम्बन्धी पनि धेरै खालका विषयहरू पढाइ हुन्छन्। त्यसको लगतै तपाईँको अरू चाहिँ अब ह्युम्यानिटिजसँग सम्बन्धी पनि धेरै खाले विषयहरू पढाइ हुन्छ। त्यसो हुँदाखेरिमा उहाँहरूले आफ्नो करियर केमा बनाउन खोज्नु भएको छ भन्ने कुरो याद गर्नु पर्यो। अहिले विश्व बजारले नै धेरै खोजिरहेको, ठुलो सङ्ख्यामा खोजिरहेको भनेको चाहिँ नि सूचना प्रविधिसँग सम्बन्धित पढेका व्यक्तिहरू हुन्। त्यो कुरा हामीले याद गर्नु पर्यो। जस्तै अहिले अब मतलब के अरे आइटी पढ्ने अथवा कम्प्युटर पढ्ने धेरै भए रोजगारी हुँदैन कि भन्ने मान्छेले खालको चाहिँ नि शङ्का छ। त त्यस्तो होइन। तपाईँको सूचना प्रविधिसँग सम्बन्धी विषय, कम्प्युटरसँग सम्बन्धी विषय पढेको व्यक्ति चाहिँ संसारले अब लामो समयसम्म ठुलो सङ्ख्यामा खोज्छ। त्यस कारणले त्यो एउटा चाहिँ अहिले अब चाहिँ नि रोजगारी पाउनलाई चाहिँ सजिलो हुनसक्ने क्षेत्र त्यो एउटा छ होइन। त्यसको साथसाथै मैले यो चाहिँ कोर इन्जिनियरिङ र कोर मेडिकल अथवा कोर टेक्निकल कोर्स बाहेकका मैले जेनरल कोर्सहरूमा कुरा गर्दैछु है। तपाईँलाई कोर इन्जिनियरिङमा इन्ट्रेस्ट छ भने त आफ्नो इन्ट्रेस्ट छ भने त्यो पढिहाल्न पऱ्यो। मेकानिकल इन्जिनियरिङ होस् अथवा सिभिल इन्जिनियरिङ होस् होइन, अथवा केमिकल इन्जिनियरिङ होइन, अथवा मेडिकल सम्बन्धी कोर्सहरू त्यहाँ इन्ट्रेस्ट छ भने त त्यो मेरो विषय हो भनेर अन्त कहीँ दिमाग नलगाएर त्यही पढ्नु पऱ्यो। त्यसबाहेकको कोर्सहरू कुरा गर्दाखेरिमा चाहिँ यस्ता धेरै खाले अवसरहरू छन्। तपाईँको कुनै खाले अब त बिजनेस एडमिनिस्ट्रेसन या म्यानेजमेन्टसँग सम्बन्धी कोर्सहरू पढेर होइन, त्यससँग रिलेटेड जागिर खान सकियो अथवा आफ्ना व्यवसायहरू चाहिँ सुरु गर्न सकियो होइन। अब त्यसको साथसाथै अब अहिले चाहिँ नि भनौँ न तपाईँको विभिन्न नयाँ कोर्सहरू होइन, साइकोलोजीसँग सम्बन्धित विषयहरूमा पनि बच्चाहरूको धेरै अहिले इन्ट्रेस्ट आइरहेको छ। अहिले अर्को चाहिँ अब चाहिँ तपाईँको अब चाहिँ यो के अरे एजुकेसनसँग सम्बन्धी अथवा तपाईँको चाहिँ लर्निङ टिचिङ लर्निङ एप्रोचसँग सम्बन्धित सब्जेक्टहरू पनि नयाँ आइरहेको छ। त्यसमा पनि एउटा चाहिँ इम्प्लोइमेन्टको चाहिँ नि अपर्च्युनिटीहरू छ। यी लगायतका विभिन्न विषय। अर्को मुख्य चाहिँ यो चाहिँ मैले अब के भने भन्दा ब्याचलर लेभलका एकाडेमिक चाहिँ नि कोर्सहरू, ती बाहेक उहाँहरूलाई अवसरहरू भनेको नयाँ भाइ बहिनीहरूलाई कुनै एउटा स्किल सिकेर ठ्याक्क मार्केटमा जाने पनि अर्को अवसर पनि छ। त्यो पनि मैले यहाँ सँगसँगै भनिदिन चाहन्छु। सबै भाइ बहिनीहरू युनिभर्सिटी जानुपर्छ भने जरुरी छैन है। कुनै एउटा स्किल लिएर चाहिँ त्यसमै काम गरेर आफ्नो जीविकोपार्जन पनि गर्न सकिन्छ है। त्यस कारण मैले सल्लाह दिन चाहिँ भाइ बहिनीहरूलाई यो आफू केमा करियर बनाउनु खोजेको त्यो हेरेर त्यो बुझेर अनि चाहिँ अध्ययन गर्न भनेर म चाहिँ सल्लाह दिन्छु। हस्, थ्याङ्क यू सो मच सर। पक्कै पनि तपाईँहरूले आज फुड टेक्नोलोजीको विषयमा बुझ्नुभयो होला। तपाईँहरूमा भएको जिज्ञासा अर्ण सरले धेरै मेट्नुभयो भन्ने हामीले विश्वास लिएका छौँ। र यसै गरी हामी आगामी दिनमा पनि विभिन्न कार्यक्रमहरूको बारेमा तपाईँहरूलाई किन पढ्ने, कसरी पढ्ने, कहाँ पढ्ने भन्ने विषयमा जानकारी दिनको लागि आगामी श्रृङ्खलामा हामी आउने नै छौँ।